मालिक मालिक आज हामी ठुलो मालिकलाई भेट्न जाँदैछौँ। ठुलो मालिकको रिस एकदमै कडा छ। मालिक निलाई नजिस्किनु ल। ए ल ल भइहाल्छ। के गर्नु मालिक, ठुलो मालिकको छोरी त लास्टै च्वाक छ नि। कौन है ये लोग? कहाँ से आते हैं ये? ठुलो मालिक हामी आइपुग्यौँ। उहाँ चाहिँ हाम्रो दतुरे मालिक मामा हो। अनि तेरो मालिक मामाको नाम नै दतुरे हो? अच्छा, मेरो हजुरबाउको नाम थर्कमान, मेरो बाउको नाम हर्कमान अनि मेरो नाम चाहिँ खर्कमान। ए दतुरे त थर्केको नाति पो हो। तेरो हजुरबाउ थर्की त सानो मर्काको बुढी साह्रै डुक्दै बस्थ्यो त। केटा आज म त यति खुसी छु कि कुरै नगरौँ। बल्ल बल्ल राति गालीले पर्पच एसेप गऱ्यो यार। भन केटा के खान्छौ? ए हो र सेरी तेरो कहिले पर्पज एसेप गरे नि? अब भनेपछि त पनि सिङ्गलदेखि मिङ्गल हुने भइस है। हामीलाई पनि राते गालीसँग भेटाउन लैजान ल। ए हो र, ल ल ठिकै छ, तिमीलाई पनि भेटाइदिन्छु। अनि किसेर तेरो तरुनी राति गालीलाई आज भेट्नु लैजान ल, हामी सबैजना जान्छौँ। ए ल ल हुन्छ, टेन्सन नगर। ओइ ओइ सेरी तेरो हुनेवाला साली हसिना चाहिँ मलाई मिलाइदेन ल। कैसे कैसे लोग रहते हैं यार यहाँ पर। म तँलाई सोलुखुम्बुको छुर्पीको अचार किनेर दिन्छु। ए ल ल हुन्छ, नाति हुनेवाला साली हसिनाको नम्बर तँलाई मिलाइदिन्छु। ओइ काले, तँलाई पनि कसैको नम्बर चाहिन्छ? कौन है ये लोग? कहाँ से आते हैं ये? ए ल ल यिन केटा, अहिले नै तिमीहरू सबैले सालीहरूको नम्बर मिलाइदिन्छु। जय नेपाल साहब। जय नेपाल जय नेपाल। अनि के छ खबर दातुरे? आज त्यतिकै हो, तेरो दिदी राते कालीलाई भेट्न आएको हो। अनि तेरो राते काली दिदी कहाँ छ? राते काली सन्चै त छौ होला नि? अनि कि राते काली तिम्रो बहिनी हसिनाको नम्बर मलाई दिइराख न ल। तिमीलाई चाहिँ मेरो बहिनीको नम्बर किन चाहियो नि? मलाई चाहिएको होइन, मेरो साथीहरूलाई चाहिएको हो। नै हुँदैन है, मेरो बहिनीको त बोयफ्रेन्ड पो छ नि। राते काली देऊ न, सबै केटीहरूको बिहे अवश्य हुन्छ त।